मात्र भएको रे रफै रफ भएर सब हाल्छु भनेको होइन हाल हाल्यो त दाइ हेलो एन्ड नमस्कार आउँदैछ अलि चल्ली अहिले हामी समगोल गोलपारा छ होइन टक्क सामान प्याकिङ गर्दैछौँ आजको हाम्रो यात्रा त एकदम लामो हुनेवाला छ होइन गइन्छ टक्क लाएर अहिले हाम्रो गोल भनेको चाहिँ घामरुङसम्म हो है मेन भनेको चाहिँ फायर लेक हो तर आज हामी घामरुङ गरेर बस्नु इच्छा छ त्यही भएर सर अब हिँड्नु लाग्यो हिँड्नु खोजेको बिहानै अद्रेमै हो तर हेर उज्यालो भइदियो यार हाम्रो हेन्सम आइस भाइ ल्याउ मार्क्स साक्स ल्याउ भयो ओए अगाडि पछाडि भयो भने होइन ब्याग चाहिँ हेर्नुपर्छ ल अब सर र क्याबमा पुग्न लाग्यो केटाहरू चाहिँ टक्क लाएर अब यहाँ फोटोसोट हाल्न सुन्दरलाई चाहिँ ड्रोन उडायो ड्रोन सट हाल्नु होइन भ्यू दामी देख्यो नि त अनि म चाहिँ अब बसेको हेरेको चर्तीको केटाहरूको खचक 4-5वटा हालिदिने फोटो यार यहीसम्म सुन्ने यार देख्यो चाकुल क्यामेरा हल्लियो कि स्टेबल भयो के भयो त यो अनि यस्तो अहिले हुन्छ क्या आफै यस्तो हो कि प्रब्लम त्यतिभित्र हल्लिन्छ कतियो अब खाजा खाइदिनु नि केटा कतै भोक लाग्यो हाउडा मलाई यार स्याङ जग्गा खाने क्या अब डाइरेक्ट ठिक छ चल्दी म फेरि गएर भेटमा जिरोमा होइन जिरोमा रोक्न खाइदिनु है स्याङजामा के जिरो अघि त्यो जिरो पनि साङजामा पर्छ त्यो त पर्छ तर त्यहाँ अझै उता कफी पनि खानु पर्छ हाँस त्यहाँबाट आएर भने आइपुग्यो अवस्था भर्खर अब के भन्छ अरे हाम्रो बाइकलाई पनि राखी दिइसकेको छौँ होइन देखाइदिनु नि फुल छ है गाइस रिच किड लङ्सुङ जाने यस्तो हुन पऱ्यो नि त अलिकति अब यहाँ उकालो कति दुईवटा तार भएर अब ठाउँमा आएर भन्नु पर्ने भर्खरि कति बेला पुगिन्छ खाइपुग्ने यार देख्थे ल गाइस यो बारे हो क्या जस्ट जोक ल गाइस हामी चाहिँ अब वालिङतिर लबलब आइपुग्नु लाग्यो बाइक ग्यारेज रहेछ होइन सानो भाइले चेक गर्थ्यो साथीको बाइकको चेन टाइट गर्नुपर्ने भयो त्यही भएर अनि हावा सफा पनि यताउति चेक गर्ने रे चाक हरिक दुखायो यार सिट नमिलेर यार लकडा हो खायो होइन अलिकति अगाडि आएर के नाम लिएर थियो नाम थाहा होइन अगाडि अगाडि पकड हालिदिएँ त्यो रास्ता चेक हुन्छ अब गइन्छ कि अब हामी सरल लाग्छ अब त्यो लागि चाहिँ हामी आफ्नो तर्फ दामी फर्खर आयो मैलेदेखि लाग्यो केटा हुनु त देख्न त पुरै वर्ड देखिरहेको थियो कि टु यु भालु पहाड अगाडि चाहिँ के थाहा छैन है हामी तब आएको जान्छ बेलातिर चाक देख्यो कस्तो समय अलिकति चाक देख्यो सामान कस्तो लाग्यो एक दुईवटा बताउनु जाओस् भालु पहाडमा आउँदै कस्तो भालु देख्न पाउँदाखेरि अत्यन्तै खुसी लाग्छ आफ्नो देश एक्सप्लोर गर्न पाउँदा अनि हाम्रो सबै केही भन्न चाहन्न अब हामी चाहिँ भोलि त्यो माछा पुग्छ अरे अलि धेरै फ्याकेज जस्तो भएर यो त त्यसकै पछाडि जाने हो ल हामी थाहा छैन अब यिनी भनेको हिँडिरहेको मान्छे होइन हिँडिरहेको होइन बाइकमा हिँडेको औडा माया लुकी लुकी ल केटा चल्दैमा हो केही समयको विश्राम र केही समयको
मोज मस्तीपछि रमाइलोपछि हामी आइपुगेको छौँ हाम्रो भाइको नाममा यहाँ अहिले आउँछ हाम्रो भाइ कहाँ गयो आयो हाम्रो भाइ हाम्रो भाइको नाम ठाउँमा आइपुगेँ हो यहाँ नै भएर भनेदेखि कुइन्ट भन्ने ठाउँ छ भनेर मैले पत्ताकै थिएन ल भाइ अनि तिम्रो नाम आइपुगेको ल यता हेर न ल अब हामी पोखरा पनि पुग्न लाग्छ केटा हो अब धेरै टाढा छैन अब कति अब त्यस्तै 10-12 होला कहाँ हुनु आइसक्यो पोखरा मिलाई यस्तै गरेर खसाल स्याबास यसको टोपी नै उडे हैन होला कस्तो लाउँछ र टाइगर लाउँछु मेरो कपाल जर्रो भएर होला गिरी बसेको यी हेर यहाँ लितिक्क हुन्छ टाइगर लाउँछु सेबर लाउँछु नि म त लितिक्कै हैन के लतक्कै भन ल लगडा एकछिन पोखरा गयो लगडा आज खाना खानु त्यस्तै भयो हैन बिहान हल्का नास्ता बिहान नास्ता खायो खाना खायो खाना चाहिँ घामले गरेर खाने अर्को खै त अब ढिलो भयो हैन दही छ त अनि तान्न पर्दैन म त आन्टीले ल्याइदिँदै हुनुहुन्छ होला हामीले बसेर त्यही भएर फेरि अब चिया बनाउनु आन्टी कागती ल्याइदिनु न अब कागती कागती ल्याइदिनु न आन्टी चल्दिने यहाँबाट 2 घन्टाको बाटो भन्ने कुरा मैले सुनेको छु किनकि हामी फर्स्ट टाइम थाहा होइन हाम्रो भाइलाई थाहा होइन 2 घन्टाको बाटो होइन अब हामी 2 घन्टामा टक्रा पुगिन्छ हाम्रो आज हाम्रो पास त्यही नै हुन्छ त्यसपछि भोलि चाहिँ चढाइ हो केटा हो चढाइ हिँड्दाखेरि 12 घन्टा हिँड्नुपर्छ रे सुनेर 7 गइसक्यो मेरो हिँड्न सक्ने हो कि होइन ट्रेकिङ गर्दै आएको अब भोलि देखाएर जाएको होइन कस्तो लाग्यो त अनि कि कस्तो लाग्यो त भट्टे खोला होइन कस्तो लाग्यो त भट्टे खोलाको अन्डा र के होला रे भन्दै त भट्टे खोला कमललाई खोला हो क्या के खोला के खोला ए घट्टे खोला कस्तो लाग्यो त घट्टे खोलाको यो के भन्छ अरे भन न आने दानी अन्डा के भन्छ चरा अन्डा हो लगायत अब चाहिँ हामी चाहिँ घाँसको साइड क्रस है सिस्काको कस्तो साइडको केटाहरू यहाँ चाहिँ अब 14-15 किलोमिटर छ हामी पुललाई अनि यो छ यो हाम्रो है यो चाहिँ म अलिक नजिकै गर्दै आउँछु किनकि हामी नजिक होला नि अनि अब नजिक लागि कस्तो फिल भएर आएको पहिला ल गाइजहरू धानरुखमा स्वागत छ है त कहिलेकाहीँ माथि जाने बाटो मोड है गाउँले केटी चाहिए भन्छु आमाले देउरालीको चिसो हावाले एडभेन्चर बल्ल सुरु भयो केटा बाटो चाहिँ हरिफ अफरोड रहेछ उकालो उकालो सोल्टी यहाँ बस्छन् एउटा सोल्टीको त्यहाँ बाइक स्टार्ट भएन जानुपर्ने हुन्छ अब लगाइस खानपिन भइसकेको छ हाम्रो होइन अब
हाम्रो मोबाइल भनेको सानोदेखि एकदम के हुन्छ नि टेन्ट हाउस किनेर अनि टक्क बस्नु जाने एक ठाउँ भन्ने कुरा हाम्रो सानैदेखिको झगडा हो कष्ट कुरा थियो होइन आज चाहिँ अब हुन लाग कि तर अलिक पुरै छैनौँ सुन्दर छन् सौगात छन् अनि हाम्रो भाइ छन् हेलो गाइस अनि अब यहाँ टेन्ट हाउस मिलाउँदैछन् केटाहरू चाहिँ होइन मेरो भाइ छैन चुमन जेरी चुमन जेरी होइन मोटे त्यही भनिदियो क्या चुमन जेसिस अनुपहरू छैन होइन अझ हामी त मेन त होइन तिमी म सफल चुमन अनि सुन्दर त्यही हाम्रो पहिलाको सुरुको टेन्ट हाउसमा चाहिँ उस गरेको चार्ज थिएन यार धन्न 100 बनाइयो बल बल अब भोलिको लागि अब राख्नुपर्ने हुन्छ चेन उतातिर गराइदिनु हो साँच्ची हो त्यही गराम है नहीं चटक दिया था ना हमने त्यही भएर जैसे कि दोस्तों देख सकते हैं दोस्तों इसको हम इधर गाड़ के इसको बांध के हम इसको टाइट करेंगे नट बोल्ट टाइट करेंगे और ये डबल लेयर भनेको माथि बढ्दैन हैन तल बढ्दैन यसलाई भन्दै डबल लेयर खलबली मचाएंगे खलबली पिनबाट फसिला नि ठ्याक ढुङ्गा रे बेला आजको बरुमा यत्रो जानु कहाँ लाग्छ त्यति अब गाडालाई माटोमा ढुङ्गा फसान्छ ओ केटा हो यार मर्छ क्या जडले ओए नचा त्यसै केटा एक नजर देखाइदिउँ तर भोलि चाहिँ देखाउँछु म अहिले छोड्दिउँ हैन